इटरीमा बसेको साथीहरू यतिका साल हुँदै गर्दाखेरि चाहिँ धरानदेखि 3 किलोमिटर बाटो यस्तो खालको भ्यू धरानको क्याप्चर गर्न पाइन्छ है भन्ने कुरा थाहै थिएन। अब यो चिन्डे डाँडा आउँदाखेरि चाहिँ साथीहरू हजुरहरूले आउने बाटो देख्न सक्नुहुन्छ। सर यहाँबाट आउने हो, सर्प टाइपको जिगज्याग। फेरि यहाँ बाटोहरू छ थोरै पछाडिबाट चाहिँ बाइकमा सानो गाडीमा आउनु भएको साथीहरूको लागि चाहिँ त्यहाँ टाटा सोमोहरू पाइने रहेछ। टाटा सोमोहरू चाहिँ चढेर पनि चिन्डे डाँडामा आउन सकिन्छ साथीहरू। यहाँ आइसकेपछि चाहिँ यो नाइस भ्यू क्याप्चर चाहिँ मोबाइलको क्यामेरामा गर्न सकिने रहेछ। एकदमै सुन्दर ठाउँ साथीहरू, एकदमै राम्रो ठाउँ छ। चिन्डे डाँडाको चाहिँ अलिकति भए पनि सुनमा सुगन्ध भर्ने काम चाहिँ साथीहरू सेहा एडभान्चर एन्ड होलिडेजले गरिरहेको रहेछ। ठ्याक्कै हाम्रो चिन्डे डाँडा साथीहरू बोर्डमा देख्न सक्नुहुन्छ। धरान 20 मा पर्ने रहेछ। यतापट्टि देखिराख्नु भएको छ केही पर्यटकहरू, स्थानीय पर्यटक र चाहिँ नजिकको चाहिँ हाम्रो छिमेकी पर्यटक, भारतको पर्यटकहरू आएर यहाँनिर चाहिँ साथीहरू रोप साइक्लिङ, त्यस पछाडि चाहिँ जिप लाइनको चाहिँ इन्जोय गर्नु हुने रहेछ। त्यो पनि म हजुरहरूलाई थोरै तल गएर देखाइदिइहाल्छु साथीहरू। ल साथीहरू सुरु भयो है मेरो चाहिँ रोप साइक्लिङको एक्सपिरियन्स साथीहरू। पहिलोचोटि हो क्या यो चाहिँ, एकदमै आनन्द हुने रहेछ है साथीहरू। एकदमै म फेरि एउटा हातबाट चाहिँ गइरहेको छु, गाह्रो गाह्रो पनि भइरहेको छ साथीहरू। भित्रभित्र मलाई चाहिँ डर पनि लागिरहेको छ है। यतापट्टि तल हेर्नु त कस्तो डरमर्दो तल गहिरो छ साथीहरू। एकदमै परबाट चाहिँ पाइडल पनि चलाउनु भन्नुहुँदैछ साथीहरूले मलाई। फेरि एउटा हातले कन्ट्रोल गर्ने गाह्रो होला जस्तो भयो कि साथीहरू। म सेचामा छु चिन्डे डाँडामा साथीहरू। यो प्रकारको एक्सपिरियन्स गेन गर्नलाई चाहिँ पाइने रहेछ साथीहरू। अलिकति खतरनाक छ, हजुरहरू चाहिँ यसरी ट्राई नगर्नु होला ब्लग बनाउँदै है साथीहरू। म ढ्याङ्गसँगले यतापट्टि मेरो फिनिसिङ पोइन्टतिर चाहिँ आइसकेको छु। यता मलाई हेल्प गर्नको लागि चाहिँ 2 जना ब्रोहरू बसिराख्नु भएको छ है। एकदमै नाइस फिलिङ भयो साथीहरू। यतापट्टि ब्रोको नाम? मेरो नाम शिशिर बराल। शिशिर बराल सेठाको ब्रो हुनुहुन्छ। यतापट्टि निखिल श्रेष्ठ। यहाँ आइसकेपछि फेरि ग्रेट भ्यू साथीहरू धरानको पनि देख्न सकिन्छ है। एकदमै इन्टरटेन गरिरहेको छु आज। म फर्स्ट टाइम आएको सेचामा धरान होइन, धरान 20 है साथीहरू। ल पाइडल चाल्दै चाल्दै म फेरि फर्केँ है। हेर्नुहोस् है, म हजुरहरूलाई धरान पनि देखाइदिइहाल्छु साथीहरू। यतापट्टि चाहिँ देखिरहेको सेचाको साइकल चाहिँ साथीहरू रोप साइक्लिङबाट देखिएको भ्यू हो। मलाई त तल हेर्न पनि लास्ट डर लाग्यो है। हजुरहरू हेर्नु है साथीहरू, तलपट्टि हेर्नु त कहाँ छ के, गहिरो न गहिरो पुरै एउटा हातले फेरि कन्ट्रोल गर्नै गाह्रो। अनि हल्लिरहेको चाहिँ कस्तो यो डोरी पनि हल्लिरहेको छ क्या, देख्न सक्नुहुन्छ साथीहरू। हजुरहरूले चाहिँ यसरी साथीहरू यो साइक्लिङ नगर्नु, मेरो चाहिँ मुटु नै झिउझिउ भयो सेचामा है साथीहरू। पर्यटकहरू पनि आउने रहेछ है यहाँनिर एकदमै व्यापक तरिकाले। ल दाजु है आयो दाजु, नाइस एक्सपिरियन्स गेन गरियो है, मजा आयो। अहिले हामी चाहिँ 2 जना कम्प्लिट गरेर आयो दाजुभाइ। यतातिर अरू मान्छेहरू भिजिटरहरू पुरा वेटिङमा बसिराख्नु भएको छ साइक्लिङ र जिप लाइन गर्नको लागि। हजुर रमाइलो भयो दाजु होइन? रमाइलो भयो। अहिले हाम्रो होटल तथा पर्यटन बोर्ड जिल्ला पर्यटन बोर्डको हामी एउटा सक्रिय सदस्य भएको नाताले गर्दाखेरि आज हाम्रो यो भ्रमण कार्यक्रम थियो। आज र भोलि भ्रमण छ, त्यस कारणले हाम्रो भुटान पाकिस्तानबाट आउनु भएको छ उहाँहरूलाई, विदेशी पाहुनाहरू पनि आउनु भएको छ। विदेशी पाहुनाहरूलाई चाहिँ हामीले भिजिट गर्न ल्याएको हो। त्यस कारणले यो कार्यक्रममा उहाँलाई भिजिट गर्दा गर्दै हामीले पनि यो साइक्लिङ प्लस सर्को के भन्नुभयो है त्यो पनि हामीले सामै खेल्यौँ तपाईँ र मैले। मौकामा चौका यो चाहिँ डेरिङ र अलिकति तागत भएकोले गर्ने हो। गर्न सक्यौँ तपाईँ र म। यसमा हामी सक्सेसफुल भइयो होइन। जिगर चाहिँ दरो चाहियो, जिगर दरो चाहियो। यसको लागि म खुसी छु भाइ भन्ने म आशा गर्दैछु है। ओके दाजु, हामी चाहिँ साथीहरू अहिले चिन्डे डाँडामा छौँ है। चिन्डे डाँडामा सबै कुरो भ्यूहरू मैले हजुरहरूलाई देखाइसकेँ। धरानबाट जम्मा 3 किलोमिटर माथि होइन दाजु? आइसकेपछि यो खालको एक्सपिरियन्स गेन गर्न सकिन्छ। फ्युचरमा हजुरहरू पनि भ्रमण गर्न सक्नुहुन्छ यो ठाउँमा है साथीहरू। भन्दै आजको ब्लगबाट छुट्टिँदैछु। नेक्स्ट ब्लगमा फेरि भेटौँला। सी यू देन साथीहरू, बाई बाई।